हुन्छ तपाईसँग बाइबल छ भने हामी आज यहोशूको पुस्तकबाट हामी केही कुरा सिक्नेछौँ। यहोशूको पुस्तक मलाई बाइबलमा हुन त सबै बाइबलको वचन पुस्तकहरू एकदमै असल छ, तर मलाई मनपर्ने पुस्तक भनेको यहोशूको पुस्तक एकदमै मनपर्छ। मैले यसलाई धेरै पटक पढिसकेको छु है। यसले चाहिँ तपाईँलाई र मलाई जवानहरूलाई चाहिँ उत्साह गर्न चाहन्छु। बाइबलमा भएको तिमोथीको पुस्तक पहिलो दोस्रो अनि त्यसपछि यो यहोशूको पुस्तकलाई पढ्नुहोस् है। तिमोथीको पुस्तकले हामी कसरी परमेश्वरमा जिउने कुरालाई सिकाउँदछ, जवानहरू विशेष गरी। अनि यहोशूको पुस्तकले हामी ख्रिस्टमा हामी लिडरसिप कसरी लिने, लिडरसिपमा कसरी बढ्ने कुरालाई सिकाउँदछ। हुन्छ, 6 अध्यायको हामी 1 देखि 21 सम्म हामी आज वचन म लिएको छु। यहोशूको 6 अध्यायको त्यसको 1 पददेखि हामी 21 पदसम्म हामी पढ्नेछौँ। पढ्नु पर्दैन, म जुन जुन पद पढ भन्छु त्यो कसैले मलाई पढिदिनु होला, मलाई सहायता गरिदिनु होला है। यो 6 अध्याय चाहिँ हामी सबैलाई थाहा छ, एरियोको पर्खाल ढलेको छ होइन। आज हामी यही कुराको बारेमा हामी सिक्नेछौँ। हिजो पास्टर बुवाले मलाई एक फोन गर्नुभयो र भन्नुभयो, अगम भाइ भोलि वचन बोल्नुहोस् है भन्नुभयो। अनि मलाई वचन तयार गर्ने एकदमै लामो समय चाहिन्छ। अनि म भोलि गर्ने दाजु भने त्यो अस्तिको एउटा वचन थियो त्यसैलाई तयारी गरे पनि हुन्छ भन्नुभयो। तर म हेर्छु के हुन्छ भनेर प्रार्थना गर्दै जाँदा अनि मैले त्यही कुरा सम्झिरहेको थिएँ कि मेरो जीवनमा चाहिँ कति धेरै पर्खालहरू आएको छ क्या। अनि तपाईँको मेरो जीवनमा पनि त्यस्तै कुराहरू आएको हामीले कति बेला अनुभव गर्दैछौँ। अनि यही कुरा चाहिँ मैले लिएर आज परमेश्वरको वचनद्वारा हामी बोल्न चाहेँ। र हाम्रो जीवनको पर्खाललाई हामीले कसरी भत्काउने, हाउ टु मेक आवर वाल्स, आवर लाइफ्स वाल्स फल डाउन फ्ल्याट होइन। हाम्रो जीवनको पर्खालहरूलाई हामीले कसरी ढलाउने भन्ने कुरा यो शीर्षक लिएर म आएको छु। तपाईँसँग बाइबल छ होइन, बाइबल खोलिदिनुहोस्। 6 अध्यायको कसैले यो साइडबाट पढिदिनुहुन्छ कि यो साइडबाट 6 अध्यायको 1 पद मात्रै पढिदिनुहोस् है त। हुन्छ। यरीहो सहरको कब्जा यसको शीर्षक छ। 6 अध्यायको 1 पद मात्रै पढ्नु। यस्तो लेखेको छ, त्यस समय इजरायलीहरूको कारणले यरीहो बिल्कुल भनिएको थियो, कोही भित्र बाहिर गर्न पाउँदैन थियो। धन्यवाद दाजु, धेरै धेरै धन्यवाद दिन्छु। यहाँ पहिलो कुरा हामीले पहिलो पदमा हामीले हेऱ्यौँ कि एरियोको सहर चाहिँ घेरिएको थियो। म तपाईँलाई थोरै यसको पृष्ठभूमि भन्दैछु। इजरायलीहरू चाहिँ लामो समय हिँडेर दुःख पाएर, दुःख त के भन्नु, दुःख त पाएन, तर गनगन गरेर भनौँ, झगडा गरेर भनौँ, लामो समय हिँडेर उनीहरू आएका थिए ख्रिस्टले राखिएको प्रतिज्ञाको देशमा। उनीहरू प्रतिज्ञाको देशमा जाँदै थिए। अनि उनीहरूले एर्दन नदी पार गरेर जब परमेश्वरले राखिएको त्यो दुध र मह बग्ने देशमा टेक्नुभन्दा अगाडि उनीहरूले के फेस गर्नु पर्यो, एरियोको सहर है। अनि त्यो एरियोको सहर चाहिँ चान्चुने सहर थिएन। यहोशूको समयमा सबैभन्दा ओल्डेस्ट सिटी भनेर चिनिन्थ्यो एरियोको सहर। र अनि पावरफुल भन्दा पनि एकदम प्रोटेक्टिभ भनौँ है। किनभने त्यो सहरमा 2वटा पर्खाल थियो। बाहिरी पर्खाल थियो, त्यो चाहिँ 6 फिट चौडा थियो, 6 फिट चौडा, अनि 20 फिट चाहिँ अग्लो थियो बाहिरी पर्खाल। अनि त्यसको बिचमा 15 फिट ग्याप, अनि त्यसको भित्रपट्टि अर्को झन् ठुलो पर्खाल थियो जो चाहिँ 12 फिट चौडा वाइड अनि 30 फुट चाहिँ अग्लो थियो। त्यो सजिलो थिएन त्यो सहरमा इजरायलीहरूलाई प्रवेश गर्नलाई, सजिलो थिएन। मैले पहिलो बुँदा बनाएको छु, देयर वाज अ प्रब्लम। पहिलो चाहिँ त्यहाँ चाहिँ के थियो, समस्या थियो। अहिले भर्खरै दाजुले पढिदिनु भयो। के थियो त, थुनिएको थियो, कोही पनि भित्र बाहिर गर्न पाउँदैन थियो। एरियो अब इजरायलीहरूको लागि सबैभन्दा ठुलो समस्या। उनीहरूले सबै कुरा पार गरेर आए, परमेश्वरले राखिदिएको सहरमा हामी अब पस्नेछौँ, हामी पाइला टेक्नेछौँ भनेर आए। तर अब उनीहरूको के भयो त, समस्यासँग उनीहरूको फेस गर्नुपर्ने भयो। र त्यो समस्या के थियो, पर्खाल थियो है। कब्जा गर्नुपर्ने सहर, तर एकदमै ठुलो पर्खालले घेरेको थियो। समस्याको उनले के गर्नु पर्यो, फेस गर्नु पर्यो, प्रब्लम। देयर वाज अ प्रब्लम, इजरायल हैज अ प्रब्लम, दे ह्याड प्रब्लम।
पहिलो समस्या। अनि म यो कुरा यो यो येशूको पुस्तक लडाई झगडाको कुरा हो, तर यो लडाई झगडाको पुस्तक भए पनि अहिलेको वर्तमान प्रेजेन्ट क्रिस्चियनहरूमा चाहिँ एकदमै रिलेभेन्ट पुस्तक हो। तपाईँको र मेरो जीवनमा पनि कतिपटक हामीले धेरै सङ्घर्ष गरेर आउँछौँ र परमेश्वरले हाम्रो निम्ति राखिदिएको आशिष जब हामी त्यो आशिषलाई प्राप्त गर्छौँ भन्छौँ, त्यति बेला तपाईँको र मेरो अगाडि एकदमै ठुलो, धेरै ठुलो पर्खाल, विभिन्न कुराको पर्खाल भएर खडा भइदिन्छ। त्यो पर्खाल के हो? आर्थिक समस्याको पर्खाल हुनसक्छ, हाम्रो पारिवारिक समस्याको पर्खाल हुनसक्छ, होइन? अरू धेरै कामको, खाँचोको, अपुगको पर्खाल हुनसक्छ। त्यो समस्या हामी फेस गर्न पर्नेछ। त्यो त बाहिरी पर्खाल भयो, भित्री पर्खाल पनि छ। भित्री पर्खाल के? हामी आफैमा भएको पर्खाल, लोभको पर्खाल, है, लालचको पर्खाल, रिसको पर्खाल, डाहाको पर्खाल, अनि सबैभन्दा अझ खतरा अभिलाषाको पर्खाल। त्यो पर्खालको हामीले आज समस्या फेस गरिरहेका हुन सक्छौँ। मेरो जीवनमा मैले हिजो प्रार्थना गर्दाखेरि चाहिँ के पाएँ भने मैले धेरै कुरा सङ्घर्ष गरेर आएँ। अब चाहिँ परमेश्वरले राखेको आशिष चाहिँ म पाउँछु होला भन्दा अहिलेको मेरो अवस्थामा चाहिँ ठुलो पर्खाल भनेको चाहिँ मेरो भिजाको प्रब्लम अब सकिन लाग्यो। तपाईँहरूको जीवनमा नि धेरैको जीवनमा पनि यो हुनसक्छ। मेरो अब भिजा सकिन लाग्यो, अब त्यो भिजाको पर्खाललाई चाहिँ कसरी भत्काउने, त्यो समस्या चाहिँ मेरो जीवनमा आइरहेको छ, त्यसको फेस म गरिरहेको छु, है। अनि भित्री कुराहरू, सबैभन्दा अझ भित्री पर्खालहरूले चाहिँ हामीले भत्काउन जरुरी छ। सबभन्दा परमेश्वरको आशिषमा पाउन अगाडि मैले भने अघि अभिलाषा सबैभन्दा, है, अभिलाषाको पर्खाल चाहिँ सबैभन्दा डरलाग्दो। हामी विशेष गरी युथहरू यहाँ धेरै छौँ, है। एकपटक के भएछ भने जू हुन्छ नि, जूमा के भन्छ, जू, चिडियाखानाको मालिक चाहिँ यसो डुल्दै गएको रहेछ अरे चिडियाघरमा। अनि चिडियाघरमा चाहिँ सबै आफ्नो घरमा बसेका जनावरहरू चाहिँ सबै आफ्नो कोठामा बसिरहेको थियो, तर बिचरा त्यो जिराफ, लामो घाँटी हुन्छ नि, त्यो जिराफ चाहिँ बाहिर पसिरहेको रहेछ अरे, घरै रहन्छ। अनि बिचरा चिडियाघरको मालिकलाई माया लागेछ, यसलाई चाहिँ म एउटा घर बनाइदिन्छु, यो पनि त्यही बस्ला भनेर घर बनाएछ। अनि घर बनाएर त्यसलाई त्यहाँभित्र राखेछ। अनि भोलिपल्ट आउँदाखेरि चाहिँ के भएछ भने त्यो हेर्दा त त्यो जिराफ त बाहिर छ, त्यो घरभित्र अरू जनावर पो बसेछ। के भएछ भने अरू जनावर आएर त्यहाँ बसेछ, जिराफ चाहिँ बाहिर आएछ। यसै अर्को जिराफ आएर, अरू जनावर आएर पो यो घर कब्जा गर्यो भनेर उसले फेरि अर्को घर बनाएछ। अनि त्यो जिराफलाई चाहिँ त्यो घरमा राखेछ। फेरि बिहान आएर हेर्दाखेरि फेरि अरू जनावर आएर त्यहाँ बसेको, जिराफ फेरि बाहिर। अनि समस्या के हो भनेर यसो बुझ्दै जाँदाखेरि त घरहरू त राम्रो बनाएछ, पर्खाल बलियो बनाएछ, अनि सबै कुरा बलियो बनाएछ, तर ढोका चाहिँ बनाइदिएर रहन्छ के ढोका। मैले योबाट के भन्न खोजेको भने हामी विश्वासीहरूको जीवनमा हामी धेरै पटक त्यस्तै गर्छौँ, है। पर्खाल बनाउँछौँ, प्रार्थना गर्छौँ, पर्खाल बनाउँछौँ, उपवास बस्छौँ, वचन पढ्छौँ, तर हामीले लगाउनु पर्ने अभिलाषाको ढोका चाहिँ लगाउँदैनौँ। त्यो खुल्लै हुन्छ, है। अनि त्यो अभिलाषाहरू हाम्रो जीवन त्यो भित्र आउँछ। अनि हामी जुन आशिषमा परमेश्वरले हामीलाई राख्नुहुन्छ त्योभन्दा बाहिर हामी हुन्छौँ। अभिलाषाको ढोका, प्रार्थना गर्नु एकदमै ठुलो कुरा, राम्रो, असल, वचन पढ्नु, है, यसले हामीलाई सुरक्षित राख्छ। वचनको पर्खाल बनाउनु, उपवासको पर्खाल बनाउनु, प्रार्थनाको पर्खाल बनाउनु, यसले हाम्रा विश्वासलाई बलियो बनाउँछ, हामीलाई सुरक्षित राख्छ। तर अभिलाषाको ढोका हामीले खुल्लै राख्यौँ भने हामी त्यो आशिषमा बस्न सक्दैनौँ। हामीलाई त्यो आशिषबाट निकालेर बाहिर हुन्छ, अरू कुराहरू आउँछ त्यो ओगट्नको लागि। त्यसकारण यिनी कुराहरूका पर्खालहरूलाई आज हामी भत्काउन जरुरी छ। पहिलो कुरा, इजरायलीहरूले धेरै कुराहरू सहेर आएर प्रतिज्ञाको देशमा, आशिषको देशमा पाइला टेक्न अघि उनीहरूको अगाडि पर्खाल भनेर खडा भयो। पर्खाल थियो त्यो आशिष पाउनुभन्दा अगाडि। त्यस्तै तपाईँको र मेरो जीवनमा पनि परमेश्वरले जुन आशिष राखिदिनु भएको छ त्यो आशिष पाउनुभन्दा अगाडि कतिपटक धेरै कुराको पर्खाल हामीले सामना गर्नुपर्नेछ, है। पहिलो कुरा चाहिँ समस्या थियो, होइन। दोस्रो पदमा यहाँबाट पढिदिनुहोस्, हाम्रो
पिटर भाइले पढिदिनुहुन्छ कि समस्या है समस्या त्यो पहिलो कुरा। अब दोस्रो कुराहरू पढिदिनुहोस् त। 2 पदमा यसरी लेखिएको छ, तब परमप्रभुले यहोशूलाई भन्नुभयो, हेर यरीहो त्यहाँका राजा र वीर योद्धाहरू समेत मैले तेरो बसमा पारिदिएको छु। आमेन। यो पढ्दै गर्दा यो कुन टेन्समा लेखेर रहेछ पत्रुस भाइ? के भन्छ टेन्सलाई? भेरी गुड। पढ्ने बेला यसरी पढ्नु पऱ्यो। बाइबलमा त्यो कमा, क्वेसन मार्क, एक्सक्लेमेसन मार्क जे लेख्छ सबैको मिनिङ हुन्छ है। पत्रुस भाइले जतिखेर पनि यो दाइले मैलाई टार्गेट गर्छ भन्छ घरेलु सङ्गीतमा यहाँ हो, कुन दिन कुट्छ होला है। पत्रुस भाइ पत्रुसको 3वटा नाम छ बाइबलमा, थाहा छ? एउटा छ सिमोन त्यो बर्थ नेम हो है। यो ग्रिकमा हिब्रू दुईटैबाट आउँछ, त्यो स्पेलिङ र प्रोनाउन्सिएसनमा फरक पर्छ, जसको अर्थ हुन्छ लिसनिङ। अर्को हो केफासमा चाहिँ दिस इज एरामिक नेम हो, जसको अर्थ हुन्छ रक, चट्टानी हो। त्यसैलाई पछि ट्रान्सलेट भएर ग्रिकमा पेट्रोस भन्छ। पेट्रोस हामीले इङ्ग्लिसमा पिटर, नेपालीमा पत्रुस भन्छौँ है, जसको अर्थ चट्टानमा बसालिएको मण्डली हाम्रो पत्रुस भाइ। आमेन। यति उत्साह गरेपछि पत्रुस भाइले मलाई पिट्नुहुन्न अब। अब आयो यहाँ पत्रुस भाइले पढिदिनु भएको पदले चाहिँ के देखाउँछ भने देयर वाज अ प्रब्लम, पहिलो कुरा समस्या थियो। अब पत्रुस भाइले पढिदिएको पदले के देखाउँछ? देयर वाज अ प्रमिस, बाचा। त्यो बाचा पनि के थियो? भर्खरै प्रेजेन्ट पर्फेक्ट टेन्समा लेखेको थियो, पुरा भइसकेको त्यो बाचा। हामी जब लडाइँमा इजरायलीले निस्किएका थिए नि, अब त्यो एरियोको सहर कब्जा गर्न अगाडि उनी त विजय पाउनलाई निस्केको थिएन, उनीहरू विजय भएरै निस्किसकेका थिए कि। हालेलुया। हाम्रो लडाइँ हामी विजय पाउनलाई होइन, हामी विजय भएर त्यो लडाइँमा जान्छौँ। त्यो परमेश्वरको यो बाइबलमा अहिले भर्खर पढेको त्यो पूर्ण भइसकेको कुरा। मैले के गरेको छु? योद्धाहरू समेत मैले तेरो बसमा पारिदिएको छु। पूर्ण भइसकेको छ। आमेन है, पूर्ण भइसकेको छ। तपाईँको र मेरो जीवनमा पर्खालहरू आउँदैछन्, समस्याहरू आउँदैछन्, खाँचोहरू आउँदैछन्, हाम्रो आफ्नै व्यक्तिगत समस्याहरू पनि हुनसक्छ, तिनी कुराहरू आउँदैछन्। तर हरेस नखानुहोस् मेरा प्रियहरू, परमेश्वरको प्रमिस तपाईँको र मेरो बिचमा छ। हालेलुया। र त्यो बाचा चाहिँ त्यो हुनेछ है, गरिदिनेछु भनेर परमेश्वरले कहिले पनि बाचा गर्नु भएन, त्यो गरिदिएको छु। आमेन। तपाईँको र मेरो जीवनमा परमेश्वरले त्यो गरिदिनु भएको छ, गरिदिइसक्नु भएको छ। जब हामी तपाईँ र म यो पर्खालको सामना गर्न जाँदैछौँ, यो एरियो कब्जा गर्न जाँदैछौँ, जब यो एरियोसँग लडाइँ गर्न जाँदैछौँ, हामी विजय भएर नै त्यो लडाइँमा जाँदैछौँ। हालेलुया। त्यो विजयमा हामी जाँदैछौँ। हाम्रो लडाइँ विजयबाटै सुरु हुन्छ अनि परमेश्वरमा त्यो विजयमा नै टुङ्गिँदैछ। हालेलुया। परमेश्वरको हामीलाई विजय हुने प्रतिज्ञा दिनुभएको छ। त्यो विजय हुने प्रतिज्ञा हामीसँग छ। समस्याको पर्खालहरू आउँदैछन् तर हामी विजयको घोषणा गर्छौँ। हालेलुया। अब परमेश्वरले के बाचा गर्नुभएको छ? जब तपाईँ र म लडाइँमा निस्किन्छ, हाम्रा हात हतियारलाई परमेश्वरले बलियो पारिदिनुहुनेछ, त्यो प्रतिज्ञा छ। हालेलुया। तपाईँ र म जब लडाइँमा निस्किन्छ, परमेश्वरले कहिले तपाईँलाई र मलाई एक्लै पठाउनुहुन्न, उहाँ तपाईँसँगै हुनुहुन्छ, यो प्रतिज्ञा उहाँसँग छ। हालेलुया। परमेश्वर अनि हामी लडाइँपछि हामी उत्सव मनाउनेछौँ, यो प्रतिज्ञा छ। हालेलुया। परमेश्वरले यो प्रतिज्ञा दिनुभएको छ। यहीँबाट पढिदिनुहोस् त कसैले 2 कोरिन्थी 2:20। 2 कोरिन्थी 2:20 पढिदिनुहोस् त। 2 कोरिन्थी छैन? 2 कोरिन्थी 2:20 छैन र? हो, त्यसो पहिलो कोरिन्थी होला। हो र, मैले गलत लेखेछु।
एक को 20 हो कि 1:20 होला त्यही 1 हो माफ गर्नु होला सबै प्रतिज्ञाहरूमा उहाँमा हो हो 1 होला मैले 2 लेखेको छु सरी माफ गर्नु पढिदिउँ हुन्छ किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा हो हुन्छ अँ। यसै कारण उहाँद्वारा परमेश्वरका महिमाको निम्ति हामी आमेन भन्छौँ आमेन फेरि एकपल्ट पढ्दिनु मैले 2:20 भनेको छु होइन 1:20 सरी माफ गर्नु होला 1:20 मा फेरि अलिक जोड ठुलो स्वरले किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा हो हुन्छ अँ। यसै कारण उहाँद्वारा परमेश्वरका महिमाको निम्ति हामी आमेन भन्छौँ आमेन आमेन परमेश्वरको प्रतिज्ञा हो हुन्छ होइन जब हामी उहाँसँग हामी जब लडाइँमा निस्किन्छौँ हाम्रो जीवनमा आउने हरेक पर्खालको सामना हामी गर्दछौँ परमेश्वरको बाचा परमेश्वरको प्रमिस हामीसँग छ र त्यो प्रमिस चाहिँ हामी विजय हुन्छौँ 100% त्यो 90% होइन सम्भावनाको कुरा पनि होइन तर हामी 100% नै परमेश्वरमा त्यो विजय हुनेछौँ भनेर उहाँको प्रतिज्ञा छ हाम्रो तपाईँको र मेरो बिचमा पहिलो कुरा समस्या थियो त्यसका बावजुद परमेश्वरले उहाँहरूसँग के थियो अर्को प्रतिज्ञा थियो है विजय हुने प्रतिज्ञा परमेश्वरले दिनुभयो अर्को कुरा तेस्रो बुदामा जाँदैछु पद 3 र 5 मा पढ्नु पर्दैन 3 र 5 पढ्नु पर्दैन म आफै भन्छु है 3 र 5 ले चाहिँ कसैले पढिदिनुहुन्छ कि के पढिदिनु होला त यो साइडबाट पढिदिनुहोस् यो साइडको पाला आयो पद 3 र 5 3 देखि 5 सम्म हजुर सबै सशस्त्र लडाकाहरू त्यस सहरलाई घेरेर एकचोटि घुमेर जाओ 6 दिनसम्म तिमीहरूले यसै गर्नु 4 7 जना पुजारीहरू 7 वटा भेडाका सिङका तुरै सन्धिको अघि लिएर हिँड्नु र 7औं दिनमा तिमीहरू त्यो सहर 7 चोटि घुम्नु र पुजारीहरूले तुरै फुकुन् 5 अनि जब तिनीहरूले भेडाका सिङका तुरै धेरै बेरसम्म फुक्लान् तब तिनीहरूले तुरैको आवाज सुन्ने बित्तिकै सबैजना ठुलो स्वरले कराउन् अनि सहरको पर्खाल फेद समेत ढल्नेछ र हरेक मानिस आफ्नो अघि सिधै बढेर जाउन् आमेन अब यो सबै कुराहरू परमेश्वरले भन्नुभएको सिकाउनु भएको भनेपछि परमेश्वर चाहिँ के हुनु रहेछ सहायता हालेलुया पहिला समस्या थियो समस्याका बावजुद परमेश्वर हाम्रो जीवनमा प्रतिज्ञा राख्नुभयो प्रतिज्ञा पनि अब उहाँ हाम्रो सहयोगी हुनुहुन्छ उहाँ उनीहरूको साथमा को थियो सहयोगी थियो देयर वाज अ पार्टनर सहायक हुनुहुन्थ्यो परमेश्वर हाम्रो सहायक हुनुहुन्थ्यो यहाँ यो जुन अब एरियाको पर्खालको सामना गर्न जाँदैछन् यो सबै झुन्डको क्याप्टेन चाहिँ को थियो यहोशू थियो भन्नुहोस् त को थियो प्रभु हालेलुया परमेश्वर स्वयं हुनुहुन्थ्यो है परमेश्वर स्वयं हुनुहुन्थ्यो त्यो लडाइँको क्याप्टेन कप्तान ख्रिस हुनुहुन्थ्यो उहाँ यहोशू होइन यहोशूलाई सिकाउने सम्पूर्ण कुरा यहोशूलाई सहायता गर्ने र यहोशूले चाहिँ आफ्नो समूहलाई चाहिँ डोर्याउने सहायक चाहिँ हाम्रो परमेश्वर हुनुहुन्थ्यो है परमेश्वर येशूको अनि एउटा अर्को कुरा परमेश्वर कहिले पनि येशूको साइडमा भएर लडाइँ लड्नु भएको होइन उहाँले त त्यो पुरै लडाइँलाई कब्जा नै गर्नुभएको है म तेरो साइडमा हुनेछु भन्नु भएन आइल टेक ओभर इङ्ग्लिसमा लेखेको छ नेपालीमा अलिकति भएन त्यो साइडमा हुनलाई होइन कि परमेश्वरले चाहिँ त्यो लडाइँलाई नै टेक ओभर गर्न आउनुभएको हालेलुया त्यो सहायता हुनुहुन्छ परमेश्वर जब हामीले हाम्रो जीवनको पर्खालको सामना गर्दछौँ हामी कहिले पनि एक्लो हुँदैनौँ हालेलुया परमेश्वर हाम्रो सहायक हुनुहुन्छ उहाँ तपाईँ र मसँगै हुनुहुनेछ बाइबलमा धेरै के छ उदाहरणहरू छन् है जब तपाईँको र मेरो जीवनमा रोग बिरामहरू आउँदैछन् तपाईँ एक्लो हुनुहुन्न परमेश्वर तपाईँको साथमा हुनुहुन्छ भन्नु म जब रोगमा हुँदछु म परमेश्वर मेरो साथमा हुनुहुन्छ परमेश्वरले कहिले पनि त्यो हामी के एक्सपेक्ट गर्छौँ भनेपछि मेरो जीवनमा समस्या आयो स्वाट्टै परमेश्वरले हटाइदियोस् मेरो जीवनमा रोग आयो स्वाट्टै परमेश्वरले हटाइदिनु भएको त्यो बाइबलमा कहीँ पनि देखेको छैन है उदाहरण हेरौँ दानियलको जीवनमा हेरौँ सिंहखोरमा गयो परमेश्वरले चाहेको भए त्यो सिंहखोर हटाउन सक्नुहुन्थ्यो तर दानियल त्यो भएर जानै पर्यो अरू 3 जना शद्रक मेशक अबेदनेगो आगोको भट्टीबाट जानु पर्यो परमेश्वरले त्यो आगो हटाउन सक्नुहुन्थेन र तर आगो भएर जानु पर्यो त्यो योमा के फरक छ भने परमेश्वर उनीहरूसँगै हुनुहुन्थ्यो के हालेलुया
अनि जब तिनीहरू त्यहाँबाट निस्के न त्यो बाघले उनीहरूको सानो छाला चिथर्यो न आगोले तिनीहरूको यति सानो यहाँको शिरको रौँ पोल्यो, जस्तो थियो त्यस्तै गर। हालेलुया। त्यही हो परमेश्वर तपाईँको मेरो साथमा हुने। जब हामी रोगको पर्खालहरूको सामना गर्दैछौँ भने परमेश्वरलाई भन्नु, प्रभु यो रोग मेरो जीवनमा छ, तर योभन्दा बलवान परमेश्वर तपाईँ मेरो साथमा हुनुहुन्छ। हालेलुया। त्यो सहयोगी परमेश्वर हुनुहुन्छ। परमेश्वर मेरो अगाडि मेरो खाँचो अपुगहरूको पर्खालको सामनामा गर्दैछु, तर तपाईँ मेरो साथमा हुनुहुन्छ। हालेलुया। त्यो हुनुहुन्छ परमेश्वर है, त्यो सहायक परमेश्वर हुनुहुन्छ। त्यति बेला परमेश्वर स्वयं उनीहरूको साथमा हुनुहुन्थ्यो। अहिले तपाईँको मेरो जीवन सहायक हुनुहुन्छ परमेश्वरको वचन। हालेलुया। परमेश्वरको वचन सहायक तपाईँको र मेरो जीवनमा हुनुहुन्छ। जब तपाईँ र म खाँचोमा पर्दछौँ, परमेश्वरको वचन हामी ल्याउँ। परमेश्वरको वचन तपाईँको मेरो जीवनमा एकदमै महत्त्वपूर्ण, एकदमै ठुलो काम गर्नुहोस्। परमेश्वरले वचनले पृथ्वीको जग बसाल्नु भयो। पावरफुल छ परमेश्वरको वचन होइन। अनि जब येशू ख्रिस्टलाई ठ्याक्कै याद आयो, येशू ख्रिस्टलाई जब परीक्षा गर्नेले के भन्यो, यो ढुङ्गालाई के भन्यो त्यो रोटी बनाएर खा भन्यो होइन परीक्षा गर्नेले। तर परमेश्वर येशू ख्रिस्टले त्यहाँ आफ्नै मनले भन्नुभएको छ। उहाँले के भन्यो, लेखिएको छ भनेर भन्नुभएको छ नि पहिला होइन। मतलब ख्रिस्टले परमेश्वरको वचन पढ्नुभएको, ख्रिस्टले परमेश्वरको वचन पढ्नुभयो भने तपाईँ र मलाई चाहिँ झन् कति पढ्नुपर्ने छ। उहाँले आफ्नै मन लागेर भन्नुभएको छैन, लेखिएको छ मानिस रोटीले मात्र बाँच्दैन तर परमेश्वरको मुखबाट निस्केको वचनले भन्यो। अनि अरू कुरा पनि अरू के भन्यो, अरू परीक्षा गर्दाखेरि परमेश्वर ख्रिस्टले त्यही भन्नुभयो, लेखिएको छ भनेरै उत्तर दिनुभएको छ। उहाँले ख्रिस्टको परमेश्वरको वचन पढ्नुभएको थियो। उहाँलाई थाहा थियो यो आवश्यक छ, मेरो सहायताकर्ता यो मेरो सहायक हो, परमेश्वरको वचन मेरो सहायक हो भन्ने उहाँलाई थाहा थियो। अनि ख्रिस्टले पढ्नुपर्छ भने हामीले झन् कति पढ्नुपर्छ होला। परमेश्वरको वचनलाई हामीले पढ्नुपर्छ प्रत्येक दिन। तपाईँको र मेरो सहायक परमेश्वरको वचन हो, शक्तिशाली छ। हामी आशिषको वचन बोल्छौँ, मानिसको जीवनमा आशिष जाँदछ। परमेश्वरको वचन हामी मानिसको जीवनमा बोल्दछौँ, परमेश्वरले त्यो मानिसको जीवन परिवर्तन गर्नुहुन्छ। हालेलुया। मानिसको जीवनमा भएका समस्याका पर्खालाई ढाल्न सक्छ। त्यसकारण परमेश्वरको वचनको सहायता हामीसँग छ। अर्को कुरा प्रार्थनाको सहायता हामीसँग छ। जब तपाईँको र मेरो जीवनमा केही कुराको पर्खालहरू आउँदछन्, प्रार्थनामा गोडा टेक्नुहोस्। हालेलुया। त्यो पर्खाल ढल्नेछ। राजा हिजकियाको अन्तिम अवस्थामा थियो, रोग बिरामले गर्दाखेरि अन्तिम अवस्थामा थियो। यसै अगमवक्ता आउनुभयो र भन्नुभयो तेरो घरको सबै कुरा ठिक पार अब होइन, दिनुपर्ने ठाउँमा दे, लिने ठाउँमा लिनुपर्ने, जहाँ जहाँ जे छ ठिक पार, किनकि त अब मर्दैछस्, त्यही भन्नुभयो नि होइन। अनि यति कुरा सुनिसकेपछि हिजकिया राजा पछाडि फर्केर पर्खालमा रोएर परमेश्वरसँग प्रार्थना गर्नुभयो। अनि त्यो यसैयाको भन्दा त्यो घरबाट निस्किन नपाउँदै परमेश्वरले त्यो प्रार्थनाको उत्तर दिनुभयो। आमेन। अनि परमेश्वरले 15 वर्ष आयु थपिदिनु भयो। त्यो प्रार्थनाको शक्ति हो, त्यो सहायता हामीसँग छ। हालेलुया। प्रार्थनाको सहायता हामीसँग छ। अनि त्यो प्रार्थनामा हामी घुँडा टेक्नुपर्ने छ। जब हामी प्रार्थनामा हामी घुँडा टेक्दछौँ, तिनी सम्पूर्ण पर्खालहरू ढाल्दछन्। हालेलुया। होइन। अर्को पवित्र आत्माको सहायता छ हामीसँग, सबैभन्दा शक्तिशाली सहायता पवित्र आत्माको सहायता। जब तपाईँ र म हाम्रो जीवनमा भएका पर्खालहरू फेस गर्दछौँ, सामना गर्दछौँ, तपाईँको आफ्नै शक्तिले, तपाईँको आफ्नै बुद्धिले त्यो ढाल्न सक्दैन। तपाईँलाई र मलाई पवित्र आत्माको सहायता चाहिँदैछ। त्यो आत्माको सहायक हामीसँग हुनेछ। परमेश्वरले तपाईँलाई र मलाई दिनुभएको छ। दाउदले गोलियतको सामना गर्दाखेरि ऊ चाहिँ आफ्नै बुद्धिमा, आफ्नै शक्तिमा भर परेर गएको थियो। यदि त्यो आफ्नै बुद्धिले, आफूसँग भएको कुराले मैले गर्न सक्छु भनेर यदि दाउद गएको भइदिए, म 100% ग्यारेन्टीका साथ भन्छु त्यही दिनमै दाउदको इतिहास सकिन्थ्यो। 100% त्यही दिनमै दाउदको इतिहास सकिन्थ्यो। तर ऊ चाहिँ के भनेको थियो, पहिल्यै म मेरो परम प्रभुको नाउँमा आएको छु। हालेलुया। उहाँ मेरो सहायक हुनुहुन्छ। हालेलुया। त्यो सहायक परमेश्वर हुनुहुन्छ। पवित्र आत्माको सहायता तपाईँलाई र मलाई चाहिन्छ। ख्रिस्टलाई पवित्र आत्माको सहायता चाहिएको थियो। तपाईँलाई र मलाई पनि ख्रिस्टको पवित्र आत्माको सहायता चाहिन्छ। त्यो सहायता तपाईँ र मसँग छ। आमेन। अनि जब
अनि जब हामीसँग परमेश्वरको वचनको सहायता छ, प्रार्थनाको सहायता छ, पवित्र आत्माको सबैभन्दा शक्तिशाली सहायता छ भने अनि त्यसपछि के हुँदो रहेछ 20 पदमा हामीले पढ्यौँ भने 20 पद पढिदिनुहोस् त कसैले 20 पद पढिदिनु जसले पाउनुहुन्छ पढिदिनुहोस् 6:20 है म पढिदिन्छु। यसो लेखेको छ जब पुजारीहरूले तुरही फुके तब मानिसहरू कराए र तुरहीको आवाज सुनिने बित्तिकै जब तिनीहरू ठुलो स्वरले कराए त्यो पर्खाल फेस समय घरमै ढल्यो अनि हरेक मानिस आफ्नो सिधै अघि बढ्यो। तिनीहरू सबै सहरमा पसे र त्यो कब्जा गरे। आमेन। हालेलुया। जब त्यो सबै कुरा समस्याका बावजुद परमेश्वरको प्रतिज्ञामा उनीहरू अडिग भए, पवित्र आत्माको उहाँको सहायता मागे अनि त्यसपछि चाहिँ 20 पदमा हामीले हेऱ्यौँ भने उनीहरू के भएको देख्दैछौँ हामी विजय भएको। हालेलुया। प्रिभेल भन्छ हैन, के भन्छ त्यसलाई विजय भएको। अनि त्यो विजय हुनभन्दा अगाडि चाहिँ परमेश्वरले डिटेल बाई डिटेल कुराहरू भन्नुभएको छ। यस्तो गरेस् उस्तो गरेस्, अगाडि 7 जना सिपाही राख्नु, तुरै लिएर त्यसपछि सन्दुक बोक्ने पुजारी भनेर प्रत्येक कुराहरू भन्नुभएको छ। अनि उनीहरूले जे जस्तो भनेका छन् एक्ज्याक्ट त्यही गरेका छन्। उनीहरूले आफ्नो बुद्धि लगाएका छैनन् है। आज्ञाकारिता त्यहाँ एउटा हामीले अर्को कुरा के देख्दैछौँ आज्ञाकारिता है। अनि जब उनीहरू पर्खालतिर बढ्दै थिए है, पर्खालतिर बढ्दै थिए एरियाका एरियाको सहर रक्षकहरू चाहिँ यिनीहरू चाहिँ अब लडाइँ गर्न आयो भने उनीहरू आए तयारी भएर। अब जब उनीहरू मार्चपास गर्दै गए उनीहरूले आफ्नो ठाउँ बदलेर वरिपरि घुम्न लागे। अनि एरियाको सिपाहीहरू अथवा रक्षकहरू चाहिँ अब यिनीहरू कुन ठाउँमा पुगेर अट्याक गर्नु हामीलाई भने उनीहरू तयारी थिए। अनि ख्रिस्टले उनीलाई 7 दिनसम्म घुम्ने भन्नुभयो है। यो कथा हामी सबैलाई थाहा छ तर म सरल तरिकाले भन्दैछु छिटो। अनि 7 दिन 1 दिन घुम्छन् केही पनि हुँदैन है। आज्ञाकारितामा 1 दिनभरि तपाईँलाई र मलाई 2 घन्टा एउटा फुटबल ग्राउन्डमा दौडिराख भन्यो भने वरिपरि लागिराख भने हामी त सक्दैनौँ भन्छौँ होइन। तर इजरायलीहरू आज्ञाकारितामा उनीहरूले गरेका छन्। 1 दिन घुम्छन् हुन्न, त्यो 2 दिन घुम्छन् केही पनि छैन, 3 दिन घुम्छन् तर 7औं दिनमा उनीहरूले घुमिसकेपछि कराउँछन् होइन। त्यहाँ के अट्याक भनेर कराएको छ, आक्रमण भनेर कराएको छ होइन। उनीहरूको त्यो चिचाड आराधनाको थियो। हालेलुया। आराधनाको चिचाड थियो है। परमेश्वरले उनीहरू चाहिँ त्यो आराधनाको चिचाड थियो। त्यो आराधनाले चाहिँ सम्पूर्ण त्यो पर्खाल चाहिँ ढल्यो। हालेलुया। आराधनामा कराएर त्यो पर्खाल ढल्यो। विजय आराधनामा उनीहरूले चाहिँ विजय पहिले उत्सव मनाए आराधनामा। जब तपाईँ र म हाम्रो जीवनमा भएका तिनी सम्पूर्ण पर्खालको सामना गर्नुभन्दा अगाडि नै जब ख्रिस्टमा हामीलाई परमेश्वरले बाचा गरिसक्नु भएको छ त्यो तिमीहरूको निम्ति हुनेछ, पूर्ण वर्तमानमा भइसकेको छ। अनि जब हामी त्यो आज्ञाकारितामा हामी परमेश्वरको सामु अगाडि गएर आराधनामा हामी जब परमेश्वरसँग भन्दैछौँ भने धन्यवादको भेटी हामी उहाँलाई चढाउँदछौँ, प्रशंसाको भेटी हामी चढाउँदछौँ भने तपाईँको र मेरो जीवनका सम्पूर्ण तिनी पर्खालहरू ढल्दछन्, तपाईँको र मेरो सामु ढल्दछन्। हालेलुया। परमेश्वरलाई माया भएको होस्। परमेश्वरले तपाईँको र मेरो निम्ति त्यो पर्खाल ढालिसक्नु भएको छ। हालेलुया। तपाईँलाई र मलाई परमेश्वरले हामी सम्पूर्णजनालाई विजय तुल्याउनु भएको छ। तपाईँले मैले जे जति हाम्रो जीवनमा जे जति समस्याहरूको पर्खालहरू आज हामीले फेस गरेका छौँ, सामना गरेका छौँ, परमेश्वरमा भनौँ, आराधनामा भनौँ, परमेश्वर तिनी सम्पूर्ण पर्खालहरू मेरो सामु ढलिसकेका छन्। हालेलुया। परमेश्वर तपाईँले र मलाई पहिले विजय बनाइसक्नु भएको छ। हालेलुया। त्यो बनाऊ हामी परमेश्वरलाई। अनि परमेश्वर तपाईँको र मेरो जीवनबाट त्यही चाहनुहुन्छ, हामी विजय भएको चाहनुहुन्छ। परमेश्वर तपाईँको र मेरो जीवनमा परमेश्वरले हामीलाई बचाएर त्यो पर्खालको सामु ल्याएर हामीलाई ढाल्नलाई ल्याउनु भएको होइन, त्यो सामुको अगाडि आएर हामीलाई फेल हुनलाई ल्याउनु भएको होइन है। ओहो हामी कमजोर भएर लड्नको लागि परमेश्वरले हामीलाई त्यहाँसम्म ल्याउनु भएको होइन। परमेश्वरले तपाईँलाई र मलाई त्यो दुध र मह बग्ने देशमा टेकाउन ल्याउनु भएको। हालेलुया। मतलब तपाईँलाई र मलाई परमेश्वरले जुन आशिष राखिदिनु भएको छ त्यो ठाउँसम्म पुग्नलाई तपाईँलाई र मलाई परमेश्वरले ल्याउनु भएको। आमेन। र त्यो ठाउँसम्म पुग्नलाई तपाईँले र मैले परमेश्वरको सामु परमेश्वरको सहायता माग्नु पर्यो,
परमेश्वरको बाचामा अगाडि बढ्नु पऱ्यो, आज्ञाकारितामा हामी रहनु पऱ्यो र हामी त्यहाँसम्म विजय हुनेछौँ। हालेलुया। तपाईँको र मेरो प्रार्थनाले मेरो आफ्नो जीवनको पर्खालहरू भत्काउनेछ। हालेलुया। मेरो परिवारको पर्खाल हामी भत्काउनेछौँ। आमेन। मेरो आफन्तहरूको पर्खाल हामी भत्काउनेछौँ। हालेलुया। छिमेकीको पर्खाल हामी भत्काउनेछौँ। आमेन। जब मैले छिमेकीको पर्खाल भत्काउने भने नि के बुझ्नुभयो? भरे गएर त्यो अगमन्य जन्तुले चर्चबाट छिमेकीको पर्खाल भत्काउने भन्दै थियो, गएर डङ्केडङ घर वरपरको पर्खाल भत्काउने भनेको होइन। मेरो छिमेकी कतिपल्ट असफल भएको छ होला, त्यो असफलको पर्खाल उसले सामना गर्दैछ होला। येशूको नाममा हामी प्रार्थना गरेर त्यो असफलको पर्खाललाई ढाल्नेछ। हालेलुया। समस्यामा आफ्नो पारिवारिक समस्याको पर्खाल उसले फेस गर्दैछ होला, हामी प्रार्थना गरेर उसको परिवारको त्यो सम्बन्धको समस्यालाई हामी ढाल्नेछौँ। हालेलुया। त्यो भनेको आमेन।